त साथीहरु मैले चाहिँ दिनको खाना लिएर आइसके। आज दिनको खानामा के छ साथीहरु थाहा छ? यो चाहिँ कोदोको मोमो। यो भित्र चाहिँ मसला छ इस्कुस हालेर चाहिँ मैले आज कोदोको मोमो बनाएको। मैले कसरी बनाएँ मैले बिहानको भिडियोमा हालिदिएको छ है। आज चाहिँ यो खाने। इस्कुस हालेर चाहिँ बनाएको। कोदोको मोमो पनि यति मिठो हुँदोरहेछ, हेल्दी पनि मिठो पनि। कोदो त त्यसै पनि हेल्दी हो हैन, एकदम हेल्दी। मैं बजारतिर देखेको छु नि त गोर्खाहरूतिर म पनि बनाउँछु भनेर आज चाहिँ बनाएको घरमै। मिठो भएछ। फर्स्ट टाइम बनाएको पनि फर्स्ट टाइम, खाएको पनि फर्स्ट टाइम है कोदोको मोमो चाहिँ। यति मिठो हुँदो रहेछ। तपाईहरुले पनि ट्राई गर्नु होला। आज त मैले दिनको खानामा यही बनाएँ। हेर्दाखेरि कालो देख्छ तर एकदम मिठो। यसले नबिगार्ने पनि है। गर्मीले हेर्नु न, घाम त छैन कि अब पसिना पसिना भइरहेछ। यस्तो मिठो हुँदो रहेछ अन्त अनि पुरा बिग्री हुँदो रहेछ त के रहेछ। अलिक मासुको त झन् कति मिठो हुन्छ होला। आज मासुको ट्राई गर्नु। साथीहरु तपाईहरुले पनि बनाएर खानु, एकदम मिठो हुँदो रहेछ। म चाहिँ अब अचार लिन जाने। अहिले बाइ बाइ साथीहरु।